फूफा जी अकेले किधर गया? नहीं आया भाई लोग? आएगा। मैं यार सोचा वीडियो बनाएगा पाजी लोग, पाजी लोग नहीं आया। वीडियो बना के क्या करेंगे? देखिए बाद में। चलो ये तेरा हमारा दोस्त लोग रहता था तो यार अकेला हमारा दोस्त कैमरा बहुत छोटा है। ये मस्त आता है। एसी का दुकान था यार मेरा दोस्त का दुकान, लेकिन नहीं है अभी, सिर्फ एक ही दोस्त मिला इधर, तो चकते फटे बल्ले बल्ले। चलो बढ़िया जाएगा। ए भगवान, मैले यो भिडियो चाहिँ के सोचेर बनाएँ यार। म आफूलाई नै छक्कै परिरहेको छु क्या यो भिडियो बनाएको देखेर। के सोचेर बनाएको थिएँ भिडियो है। कड़क सुअर कम जिंजर पाउडर डाल क्या वीडियो कैमरा 165 SLR 165 DJI Osmo Action 3। इसका वीडियो बहुत अच्छा आता है। एउटा जबरजस्त एउटा मस्त भिडियो बनाएर चाहिँ भाइरल भएर चाहिँ पैसा टन्नै कमाउला भनेर भिडियो बनाएको थिएँ। तर यार यो भिडियो चाहिँ हेर्दाखेरि क्या म आफूलाई नै हाँस उठिरहेछ क्या, आफूलाई नै लाज लागिरहेछ। हुनु त मेरो यो फर्स्ट ब्लग भिडियो हो। हुनु चाहिँ साथीहरू यो मेरो फर्स्ट ब्लग हो होइन, यसरी हिँडेर बनाएको। अरू बेला म साइकलमा बनाउँथेँ, चुपचाप साइलेन्ट बनाउँथेँ होइन। यो म बस्ने ठाउँ उमल हसनको हो। मैले यो भिडियोमा चाहिँ के देखेँ भन्नु त, लाटा जस्तो धेरै क्या, लाटा नै जस्तो क्या, चप्पल घिसार्दै खसाक 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 हिँडेको देखेँ। देख्दाखेरि पर्ने छ क्या त्यसरी। मलाई साह्रै लाज लाग्यो होइन। अनि यो भिडियो अपलोड नगरौँ भनेर सोचेको थिएँ, तै पनि यो मेरो फर्स्ट ब्लग हो होइन साथीहरू। मेरो फर्स्ट उयो हो, प्रयास हो। त्यही भएर साथीहरू यसलाई मेन्सन नगर्नु होला साथीहरू होइन। यो चप्पल साह्रै घिस्रिएर आएको छ क्या, हिँडाइ पनि त्यस्तै फेरि लाटा जस्तै खसाक 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 चप्पल घिसार्दै हिँडेको है। मलाई नै शरम लाग्यो। त्यही पनि साथीहरूलाई मेरो पहिलो ब्लग भनेर, एउटा पहिलो प्रयास भनेर अपलोड गरिदिएको साथीहरू होइन। भिडियो कस्तो लाग्यो साथीहरू कमेन्ट र लाइक अनि सेयर गरिदिनु होला साथीहरू सक्दो है। अनि हुनु चाहिँ मेरो फर्स्ट भिडियो भएर मलाई एकदम बोल्नु र क्यामेरा देखाउनु मलाई एकदमै लाज लागिरहेको थियो क्या साथीहरू। यो मेरो फर्स्ट भएर होला। र साथीहरू म बस्ने ठाउँमा चाहिँ यहाँ आई लभ उमल हसाम लेखिरहेको छ है। अहिले नयाँ रेस्टुरेन्ट खोलेर ल साथीहरू होइन। मलाई त खासै बोल्नु आउँदैन भिडियोमा। अरू बेला त म प्यातर धेरै गर्छु कि, तर भिडियो क्यामेरा खोल्ने बित्तिकै मेरो जिब्रो नै लटपटिहाल्छ क्या। अनि जिब्रो नै बन्द भइहाल्छ, तालचा लागिहाल्छ मुखमै। त्यही भएर साथीहरू भिडियो हेरेर इन्जोय गर्नु होला साथीहरू होइन। अल्छी लाग्यो भने पनि यसो हेर्नु होला टाइम पासको लागि। म बसेको ठाउँ चाहिँ यस्तो छ उमल हसन भनेर होइन, बरान उमल हसन। ल साथीहरू भिडियो हेरेर इन्जोय गर्नु होला है। अनि साथीहरू भिडियो हेरेर अनि सेयर अनि लाइक अनि कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला है साथीहरू है। जसरी भए पनि एक-एकवटा लाइक र एक-एकवटा भिडियो सेयर। अनि तपाईँहरूलाई कस्तो लाग्यो होइन, मेरो भिडियोमा के गल्ती के फल्ट भयो, के सुधार्नु पर्ने छ होइन, त्यो विषयमा कमेन्ट गरिदिनु होला साथीहरू है। मेरो फर्स्ट ब्लग हो, यसमा इम्प्रुभ हुँदै जान्छ बिस्तारै बिस्तारै। अब अरू भिडियोमा यहाँ तपाईँहरूलाई अनि अर्को एउटा सानो प्रश्न पनि गरिरहेको छु, तपाईँहरूलाई कुन भिडियो मन पर्यो मेरो होइन, यस्तो ब्लग भिडियो मनपर्छ कि साइक्लिङको भिडियो मनपर्छ होइन, त्यो कमेन्ट गर्नु होला साथीहरू है। अहिलेसम्म साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।
तपाईँहरूको नि दिन राम्रो रहोस्। मलाई एकदमै लाज लागिरहेको छ कि यो मेरो पहिलो ब्लग हो कि साइकलमा हिँडेको ब्लग बनाउनु म। डांसिंग में पाजी अकेले किधर गया? नहीं आया भाई लोग? आएगा। मैं यार सोचा वीडियो बनाएगा पाजी लोग, पाजी लोग नहीं आया। वीडियो बना के क्या करेंगे? देखिए बाद में। चलो ये तेरा हमारा दोस्त लोग रहता था तो यार अकेला हमारा दोस्त कैमरा बहुत छोटा है। ये मस्त आता है। एसी का दुकान था यार मेरा दोस्त का दुकान, लेकिन नहीं है अभी, सिर्फ एक ही दोस्त मिला इधर तो चक दे फटे बल्ले बल्ले। चक दे। चलो बढ़िया जाएगा।